नमस्ते, मेरो नाम सुदीप घिसिङ। म तपाईँहरूलाई आज गाडी कसरी चलाउने बारेमा म सिकाउने गइरहेको छु। यता हाम्रो गाडीहरू यत्रो देखाउनु त तपाईँलाई म्यानुअल, अटो अनि विद्युतीय गाडीहरू सबै चलाउन सिकाउँछु। पहिला तपाईँलाई म्यानुअल गियरको बाले हन्डा गाडीको सिकाउन गइरहेको छु। सर्वप्रथम हामीले यहाँ चेक गर्नुपर्ने कुरा, यो गाडी हामीले न्युट्रलमा छ कि छैन हेर्नुपर्ने कुरा। यो हामीले यस्तो गरेपछि न्युट्रलमा गाडी छ। अब फर्स्ट गियर, हाम्रो गियर हान्दाखेरि हामीले क्लच, हामीले यो एबिसी यो थाहा पाउनु पर्ने कुरा हो। ए एक्सिलेटर, बी ब्रेक, सी क्लच। हाम्रो क्लचको काम चाहिँ हाम्रो लेफ्ट खुट्टाले गर्छ भने एक्सिलेटर ब्रेकको हाम्रो यो एउटै यो दाहिने खुट्टाले गर्छ। हामीले गियर हान्दाखेरि पहिला क्लच दबाउने, अनि त्यसपछि हल्का ब्रेक थिच्ने, अनि गियरमा हामीले यो गियरलाई यस्तो गरेर 1 नम्बरमा हान्नुपर्छ। बुझ्नुभयो भने अब हामी गाडी स्टार्ट गर्ने तरिका गर्छौँ। हामीले क्लच र ब्रेक थिचेर गाडीलाई बिस्तारै चाबी घुमाएर यसरी स्टार्ट गर्नुपर्छ। स्टार्ट गरिसकेपछि हामीले गियर हान्दाखेरि यसलाई यता ठेलेर हामीले गेटमा देखाउँ त हामीले यता ठेलेर हामीले बिस्तारै अब हामीले गेट हानिसकेपछि बिस्तारै यो ह्यान्ड ब्रेकलाई लिने, एक्सिलेटर हल्का बढी लिने, अनि बिस्तारै यसलाई झारेर यसरी बिस्तारै हाम्रो गाडी अगाडि बढ्न सकिन्छ। तपाईँहरूले अब ब्याक गियर गर्नुको लागि हाम्रो यो आर छ, यसलाई यता तानेर हाम्रो यसरी ब्याक गियर पनि भइन्छ। गियर गएन भने यसरी कराउँछ भने है। अनि हेर्नु, हामी यसरी ब्याकमा गइन्छ। हामीले गाडी रोकेपछि अनिवार्य ह्यान्ड ब्रेक हान्नुपर्ने हुन्छ। तपाईँलाई हाम्रो यो भिडियो अब कस्तो लाग्यो, के लाग्यो, हामीलाई कमेन्ट गर्नु, सब्सक्राइब गर्नु। तपाईँहरूलाई हामी धेरै गाडी चलाउन सिकाउने छु। हामी तपाईँकै लागि बसेको छु। धन्यवाद।